गाजाको गेडा जस्तो बनाएर फालिदियो। म त तिमीलाई त्यही खैन रियल माया गर्थे, तिमीलाई त थाहै छ गाजाको गेडाले नि भोलि गएर कति मर्को दिन्छ भनेर। यही गाजाको गेडाले भोलि गएर तिमीलाई छोड्न सक्छ भन्ने थाहा छ मलाई पनि। मैले गरे जस्तो अरूलाई फेरि नगर्नु ल, तिमीलाई म थाहा छ कस्तो थिए भनेर। म जस्तो सबैले तिमीलाई राम्रोसँग कहाँ छोड्छ र माया। म त मनको सफा र दिलको राम्रो थिए र तिमीलाई पो राम्रोसँग छोडिदिए। तिमीलाई त फेस एन्ड मनी भएको केटा चाहिए रहेछ, यस्तो कुरा पहिले नै भन्नु पर्छ नि। हाम्रो च्याट हुन्थ्यो तर फेसबुकमै हाम्रो अन्तिम दिन हुन्थ्यो। गाजाको गेडा जस्तो बनाएर फालिदियो। म त तिमीलाई आनन्दले माया गर्थे तर तिमीले त फेक लभ गरे रहेछ मसँग। तिमीले त मलाई डे नाइट गराइदिएको रहेछौ। अहिले आएर म बुझ्दा यो संसारमा हेर्छु भन्दा त म त डे नाइट चलिरहेको रहेछु। म त पागल नै भइसके रहेछु त है साथीहरू। 9 मन्थको जी हेर्छु भन्दा त डे नै सपनामा हिँडिरहेको रहेछु। 9 मन्थले मलाई के गरायो मलाई थाहै छैन। मेरो गाइजहरू मेरो प्यारा प्यारा साथीहरू, म अहिले ठिक छु, म अहिले ठिक छु। गाजाको गेडा जस्तो बनाएर फालि गयो। म त फेक रियल माया गर्थे, रियल माया गर्थे। जे भयो ठिकै छ, राम्रोको लागि मात्र हुन्छ। ओम नमः शिवाय, एक सर्को तारी म दुनियाँमा हराए।